हिजो नवराज बिक्क डढेर मरे, आज गरिमा चौधरीमाथि एउटा दुष्टको आँखा लाग्यो। तर अपराध भयो, नहुनु पर्ने थियो, अप्रिय घटना घट्यो, तर अपराधी पहिचान भइवरी गिरफ्तार गरिसकेको छ। सरकारले गर्नुपर्ने के थियो? सरकारले परिवारसँग सहमति गरिवरी उसलाई राजी खुसी बनाएर आफ्नो घरतिर पठाइसक्यो। हिजो नवराज बिक्कको केसमा पनि यही भइएको थियो। परिवारले सरकारमा कुनै पनि असन्तुष्टि जनाएन, तर यी दुनियाँ अहिले सरकारको विरुद्धमा बाटामा ओर्लिएर दुनियाँ तथानाम भनिरहेका छन्। यिनीहरूले गर्नु खोजेको के हो? यिनीहरूको माग के हो? सरकारले त अपराध नहुनु भइसक्यो, अपराध भएपछि अपराधीलाई गिरफ्तार गरिवरी राखेको छ, अनुसन्धान अगाडि बढाएको छ। अब के अब सरकारले पहिले नै अपराधी चिनेर बलात्कारीको लिङ्ग काटेर फ्याँकिदिनु पर्थ्यो कि पहिले नै पक्रेर जेल चलान गर्नुपर्ने थियो कि के गर्नुपर्ने थियो? आखिरी जहिले पनि एमाले काङ्ग्रेस माओवादी सरकार बाहिर भएका बेलामा मात्रै यसरी चौतर्फी विरोध किन हुन्छ? 61 सालमा 18 महिना मात्रै ज्ञानेन्द्रले शासन चलाउँदाखेरि त्यति सहन नसकेर राजै फालेको देश हो क्या यो। तर 46 सालदेखि 61 सालसम्म यी दुनियाँ राजाहरूले जेसुकै गर्दाखेरि यो देशमा आन्दोलन भएन कहिले पनि ती राजाहरूका लागि। तर 18 महिना ज्ञानेन्द्रलाई झेल्न सकेन। 63 सालदेखि यता आएर यत्रो वर्ष यी सरकारका विरुद्धमा त्यस्तो आन्दोलन कहिले भएन। कहिले सरकारलाई यति साह्रो घेराबन्दीमा पारिएन। तर अहिले बालन शाह आएको 1 वर्ष पुग्नु के 6 महिना पनि पुगेको छैन। यो स्तरको घेराबन्दी, हरेक कुरामा सरकारलाई दोषी देखाउने, प्रधानमन्त्री चाहिने जहाँ पनि गृहमन्त्री नै आउनुपर्ने सहमति गर्न, यो किन भइरहेको छ? आखिर नेपालमा यस्तो किन हुन्छ? गर्नुपर्ने सरकारले के हो? कि बालन शाह र कुदन गुरुङ पनि बाटामा आएर डाक्को छोडेर रुनुपर्ने हो कि घटना घटिसकेपछि? कि नियम कानुन अनुसार सरकारले अगाडि बढ्ने र दोषीलाई कारवाही गर्ने हो? गर्नुपर्ने चाहिँ के हो त? जहिले विरोध गरिरहनेहरूले गर्नुपर्ने विकल्प पनि दिनु पर्यो नि त। यो चाहिँ गर्नुपर्ने थियो भनेर भनिदिनुहोस् त। आज विरोध गर्नेहरू तपाईँहरू के गर्नुपर्ने थियो? सरकारले विरोध गर्नेहरूसँग त केही होला नि त, यो गर्नुपर्ने थियो भन्ने आइडिया पनि। अब भोलि पनि कति बलात्कारका केसहरू घट्लान्। अब आजैदेखि ती बलात्कारीहरू पहिचान गरेर आजै थुन्नुपर्ने हो कि उनीहरूको लिङ्ग काटेर फ्याँकिदिनु पर्ने हो कि के गर्नुपर्ने हो? लु भन्नुहोस् त तपाईँहरू। जहिले विरोध 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 मात्रै कति गर्ने? कहिलेकाहीँ त आइडिया पनि दिउँ न त सरकारलाई। यसो गरौँ, यसरी अगाडि बढौँ, यसो गर्दाखेरि चाहिँ ठिक हुन्छ, यसरी अपराध हुँदैन, यसरी अपराध गर्नुभन्दा अगाडि नै अपराधको पहिचान गरौँ भनेर पहिले नै अब अपराध गर्नुभन्दा अगाडि नै लगेर चाखिदिउँ, यसले भोलि अपराध गर्न सक्छ भनेर। के कस्तो आइडियाहरू छ त तपाईँहरू विरोध गर्नेहरूसँग? भन्नुहोस् त। गर्नुपर्ने चाहिँ के हो त्यो भनिदिनुहोस्। एउटा विरोध मात्रै कति गर्ने? विरोध गर्नैका लागि त जसले पनि विरोध गरिदिन्छन् नि। लु भन्नुहोस्, एउटा आइडिया दिनुहोस् तपाईँहरू। के गर्नुपर्ने थियो? के गरेन सरकारले? लु भन्नुहोस्।